अहिले यो जाडो मौसममा बिहानको पारिलो घाममा कति मजा आउँछ है बस्नको लागि। एकदम मनै आनन्दित भए जस्तो, इलिटेड भए जस्तो फिल हुन्छ नि। तर यो पारिलो घाममा तपाईँहरूलाई यदि भिटामिन डी प्राप्त भइरहेको छ भन्ने सोच्नु भएको छ भने तपाईँहरू गलत हुनुहुन्छ। यदि भिटामिन डी तपाईँहरूलाई चाहिएको छ घामबाट भने तपाईँहरू चाहिँ बिहान 10 बजेदेखि 12 बजेको घाममा बस्नुपर्छ है। धेरै बेर बस्नुहुन्न, फेरि 10 देखि 15 मिनट होइन, हात अथवा खुट्टामा चाहिँ केही पनि नलाइकन अथवा सनमा एक्सपोज गरेर चाहिँ 10 देखि 15 मिनट बस्नु भने त्यसले इनफ भिटामिन डी चाहिँ सिन्थेसिस गर्दछ। कस्तो हुन्छ भने त्यो 10 देखि 12 बजेको घाममा चाहिँ यो अल्ट्राभायोलेट रेज बी भन्ने हुन्छ कि युभीबी हुन्छ, त्यो युभीबी चाहिँ म्याक्सिमम हुन्छ अनि युभीबीले चाहिँ भिटामिन डी चाहिँ सिन्थेसिस गर्न हेल्प गर्छ। बिहानको घाममा चाहिँ युभीए धेरै हुन्छ, युभीएले चाहिँ भिटामिन डी सिन्थेसिसमा हेल्प गर्दैन। भिटामिन डी चाहिएको छ भने तपाईँहरूले बिहानको घाममा होइन, दिउँसो 10 देखि 12 बजेको घाममा बस्नुहोस्। 10 देखि 15 मिनट फेसमा घाँटीमा सनब्लक लाउन सक्नुहुन्छ अथवा कुनै कपडाले ढाक्न सक्नुहुन्छ। हात र खुट्टा चाहिँ एक्सपोज गरेर 10 देखि 15 मिनट बस्नु भने बेस्ट तपाईँहरूलाई भिटामिन डी चाहिँ सनबाट चाहिँ मिल्छ। अरू समयमा बसेर हुँदैन, तर धेरै बेर नबस्नु। 10 देखि 15 मिनटभन्दा बढी चाहिँ युभीबी रेज चाहिँ हानिकारक हुन्छ। 10-15 मिनटभन्दा बढी चाहिँ बस्नुहुन्न।